केही ज्ञान पायो 2081 मा विद्यालयमा आयो पाठ्यक्रम शिक्षणको केही ज्ञान पायो भाषामा विभाजनले धेरै टाइम लियो पाठ्यक्रम पाठ्यांशको केही अन्तर थियो दिनभरि बस्दाखेरि भोक लाग्छ भने व्यवस्थापन गर्नुभयो दामुसले अनि सहज गर्दा ममताको साह्रै मिठो बोली सिकाउनु भयो छिटो छिटो हृदय नै खोली पाठ सुरु भएपछि अलिकति यहाँ भाषा चाहिँ लय चाहिँ मिल्दैन है यो ओके छ सरकी बासुले मिलाइदिनु भएपछि बेगुसले साह्रै ढिलो आए जागरुक बनाउनु भयो मिठो गीत गाए बासुले बजाउनु होइन एजुकेसनको आवश्यकता थियो बालबालिकाको चौतर्फी विकास गर्छ भन्ने ज्ञान पनि थियो स्टिम सिकेको हामी ब्रेक भयो 10 मिनेट 2 बजे पाउने उर्दी भयो 10 मिनेटमै सबै भित्र आउने 10 मिनेट समयपछि सबै भित्र आयो शिक्षण गर्नलाई पेपर हामीले पायौँ अतिरिक्त क्रियाकलाप पेपर उडाउने थियो जागरुक हुनलाई एनर्जी दियो नम्रताले दिनुभयो चार समूह गर्न चिट्ठा तानी आफ्नो कार्य अगाडि भन्न गायन कविता कथा नाटक सबै प्रकार थियो नाटक लेख्दा देखाउँदा समय लामो लियो केही साथी भागे पनि सेसन सुरु भयो केही साथी भागे पनि सेसन राम्रो थियो चार प्रकारकै शिक्षणले राम्रो ज्ञान दियो ममता र नम्रताले उपहार दिँदा प्रज्यूबाट आउनुभयो फोटो समूहमा लिँदा प्रज्यूले भन्नुभयो फोटो समूहमा लिँदा छुट्टी भयो 4-10 घरतिर गयो भोलिपल्ट 12 गते विद्यालयमा जम्मा हुन आयो कता छ कता यो के गर्ने तलमाथि छ 12 गते आयो 12 वस्तु नाम दिदी जम्मा भइकन जुम्मा जोड्यो मोबाइल काट लाइनले धोका दिन खोज्दा सिक्कै भयो कता काटा सरी है मिलाले पनि गइहाल्यो सिक्कै भयो काटा थियो नि तर पनि हार्न मानि सिकाइ अघि बढ्दा पासमले आफ्नो शीर्षकको उद्देश्य नै पढ्दा बेदुसरको बाँसुरीको सुर साह्रै राम्रो सबै प्रकारको सिकाउने गोग्रा स्कुल हाम्रो जोइन भयौँ जुममा हामी 1 बजे पाउने सुरु भयो कार्यक्रममा हाजिरी जवाफमा आउने 10 के अरे हाम्रो हिजो बसको नाम सुनसाले सोध्नुभयो प्रश्नहरूको क्षेत्र दीपक विषम र प्रथम दोस्रो तेस्रो पहिलो थियो प्रश्नको उत्तर हामीले दिने दोस्रो चाहिँ उत्तरको प्रश्नहरू लेख्ने 31 बज्यो चिया आयो थाल्यौँ पिउन हामी के बाटा थियो पिउन थाल्यौँ हामी केबाट हो प्रश्न बनाउन प्रविधि नै प्रश्न बनाउने प्रविधि नै
भयो नास्ता खान सबै तयार भयो 3 बजे नास्ता फलफुल खाइसकेर कक्षामा प्रवेश गर्यो पिपिटी बनाउन मोबाइल खोल्दा सहजकर्तालाई गाह्रो भयो हामीले धेरै बोल्दा